सो हेलो गाइज, नमस्ते सबैजनालाई है। आज म चाहिँ तपाईहरुलाई यो कोइले चुलो बनाउन गइरहेको छौं है। कोइले चुलो कसरी बनाउन सकिन्छ भन्ने म चाहिँ एउटा यो भिडियो शेयर गर्दैछु तपाईहरुलाई हैन। यसरी सल्ला साथ पातलाई चाहिँ यसरी काट्नु पर्ने हुन्छ, मसिनो गरेर हैन, एकदम मसिनो गरी काट्नु पर्ने हुन्छ हैन। अनि त्यो काटेपछि चाहिँ एकदमै राम्रो हुन्छ के माटोमा एकदम मिसाएर राम्रो हुन्छ हैन। अहिले हेर्दै जानु न भिडियो कस्तो हुन्छ हैन। र भिडियोलाई चाहिँ लाइक शेयर अनि आइडीलाई चाहिँ फलो गर्न नबिर्सिनु होला गाइज है। फलोको एकदम मलाई जरुरत छ हैन, एकदम फलो चाहिँ गर्नु होला है सबैजनाले। भिडियोलाई शेयर पनि गर्नु होला है। अब गाउँघरमा अब बर्खा लाग्यो है, बर्खा लागेसँगै चाहिँ मैले यस्तो चुला बनाउन निर्णय गरेँ हैन। अब कोइलाबाट भात पकाउने एकदम ग्यास पनि महँगो छ अहिले, ग्यास पनि सर्टेज हैन, एकदमै ग्यासको भाउ यतिकै हाई छ है। त्यही भएर अब गाउँघरमा बस्ने मान्छेलाई साह्रै गाह्रो हुन्छ, दाउरा नि पाउँदैन बर्खाको बेला है। अनि त्यही भएर कोइला चाहिँ पहिल्यैदेखि हिउँदो महिनामा यसो आगो बाले कोइलाहरू जम्मा पारिराख्यो। अनि अब बर्खा लागेपछि त काम लाग्ने भयो त्यो कोइला हैन। अनि अब त्यो कोइलाबाट चाहिँ हामीले यसरी चुला बनाउन सकिन्छ। र यसरी माटोलाई कुट्नु पर्ने हुन्छ, अघि सल्ला पात र त्यो माटोलाई चाहिँ एकै ठाउँ राखेर मस्त कुट्नु पर्ने हुन्छ, एकदम मैदा गरेर कुट्नु पर्ने हुन्छ हैन। मसिनो बनाउनु पर्छ, लिसिलो मोमोको पिठो मुछे जस्तै हैन, एकदम मोमोको पिठो जस्तै बनाउनु पर्छ, ड्याङ 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 कुटेर हैन। ढक्का लाएर अब चाहिँ रेडी भइसक्यो जस्तो छ हैन, रेडी भइसक्यो है। अब एकछिनमा रेडी हुन्छ यो। अब एकदमै मैदा गरेर कुट्नु पर्ने हुन्छ है गाइस। यो चाहिँ अब रेडी भइसक्यो है, यो चाहिँ रेडी भइसक्यो। अब बनाउनलाई अब टक्का लाएर मैले चाहिँ यसरी रोटी जस्तो बनाउनु पर्ने हुन्छ। सुरुमा बाक्लो गरेर हैन, तल चाहिँ यसको बेस क्या, तल बेस हैन, हो यस्तो गरेर। अनि त्यो काठमाथि मैले राखेँ, किनभने त्यो काठमाथि राख्नु कारण चाहिँ यताउता सार्न पनि सजिलो हुन्छ हैन। र त्यो बाक्लो चाहिँ एकदम यसको बेस चाहिँ एकदमै तलको यसको यो चाहिँ बाक्लो बनाउनु पर्ने हुन्छ, किनभने काठ टर्न जान्छ नि त। त्यही भएर काठ चाहिँ अलि काठलाई सेभ गर्नको लागि चाहिँ मैले त्यो बाक्लो गरेर हाल्यो हैन। अनि टक्का लाएर त्यस्तो ढुङ्गामा इँटा बनाउने, इँटा बनाएर यस्तो चारपाटे इँटा जस्तो बनाएर हैन, यसो घुमाउँदै टक्कै यसरी गाडा लाउँदै जाने हैन। पानीमा अलिअलि गर्दै हैन, राम्रो हुन्छ नि चिल्लो। टक्का लाएर यो चाहिँ कालो माटोको हैन, गाउँघरमा कालो माटो पाउँछ हैन, सहरतिर पाउँदैन। कतिपयलाई त्यस्तो चुलाहरू बनाएकै थाहा छ, बनाउँछ हैन, धेरैलाई थाहा पनि होला हैन। गाउँघरमा हुर्केकोलाई प्राय थाहा होला, सहरमा हुर्केकोलाई चाहिँ अलिक गाह्रो पर्ला हैन। र सहरमा पनि बनाउन सकिन्छ है यो चुला बनाएर माटोसाटो गरेर टक्का लाएर। कोइला सोइला चाहिँ अलिक पाउँदैन होला, तर टोइला किनेर नि गर्न सकिन्छ। अलिक ग्यास महँगेको बेला टक्क भात चाहिँ मजाले पाक्छ है गाइस। हेर्दै जानु न भिडियो कस्तो हुन्छ। भिडियोलाई चाहिँ एकदमै शेयर र अनि आइडीलाई फलो चाहिँ गर्न नबिर्सिनु होला है गाइस। मैले यति धेरै मेहनत गरेर बनाइरहेको छु है, तपाईहरुलाई शेयर पनि गर्नको लागि हैन। एकदमै यो चाहिँ जोगाड पनि हो एकदम पैसाको, एकदम गाउँघरमा त पैसा हुँदैन है, एकदमै पैसा जोगाउने आइडिया हो, ग्यास किन्नु पर्दैन है। त्यही भएर टक्का लाएर यसरी गर्ने है। अनि त्यहाँ माथिबाट चाहिँ अब रड हाल्नुपर्ने हुन्छ। रड चाहिँ यसरी टक्क साइज गरेर काट्नुपर्ने हुन्छ हैन। बिचको लागि लामो हैन, छेउछेउको लागि छोटो छोटो गरेर काट्नुपर्ने हुन्छ। र यसरी चाहिँ यहाँ चाहिँ कोइला बस्ने भएको हैन। अनि त्यो रडभन्दा मुनि चाहिँ खरानी झर्ने हो हैन, त्यहाँ माथि कोइला राख्ने। अनि यसरी अब टक्का मिलाउने हैन, साइज मिलाउनुपर्छ टक्का लाएर। अनि यसरी चारैपट्टिबाट रड हालेर मसिनो दुलो बनाउनु पर्ने हुन्छ हैन। त्यो गिलास हालेकोबाट चाहिँ हावा जाने हो, सर हावा जाने हो माथि, अनि त्यो हावाले फुक्ने हो क्या, आफै अटोमेटिक बल्छ हैन, पंखा पनि चाहिँदैन। एकदम राम्रो हुन्छ है गाइस, एकदम भात पनि मजाले पाक्छ है। ग्यास भन्दा पनि राम्रो हुन्छ। यो चाहिँ अर्ग्यानिक ग्यास भनौँ न, गाउँघरको अर्ग्यानिक ग्यास। टक्का लाएर यसरी बनाउनु पर्ने हुन्छ है। ग्यास किनेर ग्यास एकदम महँगो छ, सर्टेज पनि छ अहिले। त्यही भएर सबैजनालाई यो भिडियो पनि शेयर गरिदिउँ न भनेर चाहिँ मैले भिडियो बनाएर तपाईहरुलाई शेयर गरिदिएको है गाइस। यसरी लिप्नु पर्ने हुन्छ हैन, चट्ट लाएर सबै साइडमा एकदमै। अब यो चाहिँ रड पनि हालेर रेडी भयो है। अब माथिबाट फेरि गाड्ला अनि कोइला बस्ने भएको हैन। अब यो चाहिँ कोइला बस्ने भएको हो, टक्क यसरी हाल्ने हो हैन। पहिला पुरै भित्रबाट नि चिल्लो गरी लिनुपर्छ, बाहिरबाट नि त्यो सबै लिप्नु पर्ने हुन्छ हैन। अनि माथि चाहिँ त्यो चुचो चाहिँ त्यो कुकर बस्नको लागि हैन, एकदमै राम्रो हुन्छ। यति गरेपछि चाहिँ हावा पनि छिर्छ चारैपट्टिबाट, अनि मजाले पाक्छ सरर है।
ल हाम्रो चुला चाहिँ रेडी भइसकेको छ है गाइजहरू। ल भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट अनि आइडीलाई फलो गर्न नबिर्सिनु होला गाइज। ल चुला चाहिँ राम्रो भयो है। तपाईँहरूलाई म यो पकाएको भिडियो पनि देखाउँछु है, कसरी पाक्छ भनेर पकाएको नि देखाउँछु।